हेलो साथीहरु नमस्कार। मैले आज यस भिडियोमा हाम्रो क्लास 12 को हेलो अल्केन टपिक अन्तर्गत सबभन्दा कोही विद्यार्थीहरूलाई गाह्रो लाग्ने खाले कमन नेमिङ नोमेनक्लेचर कसरी गर्ने भन्ने कुरा एक्सप्लेन गर्न जाँदैछु र बुझौँ है। हाम्रो यहाँ मेन हाइलाइट्सहरु हामीले बुझ्नुपर्ने यिनीहरुलाई मैले यहाँ लेखेको छु। यतिहरुले बुझ्नु भयो भने कुनै प्रब्लम एमसीक्यूहरु हुन्छ, अरु कुनै क्वेशन सोधो पनि भने पनि यस्तो बिगार्ने गल्ती कहिले पनि गर्नुहुन्न। अथवा क्वेशनमा हाम्रो कमन नेम दिएर त्यो कम्पाउन्डलाई एक्सप्लेन गर्न सक्छ के कन्भर्जन रिएक्सनहरुमा। अनि त्यसपछि कुनै आइडेन्टिफाई गर भन्ने कुरा हुन्छ नि त त्यस्तोमा। त्यही भएर यो बुझ्नलाई धेरै आवश्यक छ। हेलो साथीहरु नमस्कार। मैले आज यस भिडियोमा हाम्रो क्लास 12 को हेलो अल्केन टपिक अन्तर्गत सबभन्दा कोही विद्यार्थीहरूलाई गाह्रो लाग्ने खाले कमन नेमिङ नोमेनक्लेचर कसरी गर्ने भन्ने कुरा एक्सप्लेन गर्न जाँदैछु र बुझौँ है। हाम्रो यहाँ मेन हाइलाइट्सहरु हामीले बुझ्नुपर्ने यिनीहरुलाई मैले यहाँ लेखेको छु। यतिहरुले बुझ्नु भयो भने कुनै प्रब्लम एमसीक्यूहरु हुन्छ, अरु कुनै क्वेशन सोधो पनि भने पनि यस्तो बिगार्ने गल्ती कहिले पनि गर्नुहुन्न। अथवा क्वेशनमा हाम्रो कमन नेम दिएर त्यो कम्पाउन्डलाई एक्सप्लेन गर्न सक्छ के कन्भर्जन रिएक्सनहरुमा। अनि त्यसपछि कुनै आइडेन्टिफाई गर भन्ने कुरा हुन्छ नि त त्यस्तोमा। त्यही भएर यो बुझ्नलाई धेरै आवश्यक छ र मेरो च्यानल हजुरले हेर्नुभएको होला क्विक लर्न हब। अब यसलाई मन परे लाइक गर्नु, कमेन्ट गर्नु, सब्स्क्राइब गर्नु, मन नपरे अलि डिसलाइक पनि गर्न सक्नुहुन्छ। आफ्नो फिडब्याक दिनु के मन परेन भनेर। ल हामी अगाडि बढौँ। पहिला हामीले बुझौँ भिसिनल। भिसिनल भनेको के हो त भन्ने। यो भनेको हाम्रो जुन हेलो अल्केन्सहरु हुन्छ नि, त्यो मोनो हेलो अल्केन, डाइ हेलो अल्केन, ट्राई हेलो अल्केन भन्ने हुन्छ। मोनो हेलो अल्केन भनेको कुनै एउटा अल्केन ग्रुपमा एउटा कुनै हाइड्रोजन, एउटा सिंगल हाइड्रोजन रिप्लेस भएर कुनै हेलोजन ग्रुप आएर एड भयो भने त्यो मोनो हेलो अल्केन भनियो। अनि अर्को डाइ हेलो अल्केन भनेको यदि कुनै एउटा अल्केनमा कुनै दुईटा हाइड्रोजनलाई रिप्लेस गरेर कुनै हेलोजन ग्रुप दुईटा आयो भने त्यसलाई हामीले डाइ हेलो अल्केन भनिन्छ। र यो भिसिनल र जेमिनल भनेको त्यही डाइ हेलो अल्केन अन्तर्गत पर्ने हो। अब हाम्रो भिसिनल भनेको के हो त भन्दाखेरि मानौँ एउटा कुनै हेलो अल्केन छ, तीनटा कार्बनको बनाए मैले है। यदि यहाँ Cl छ मानिदिउँ, यहाँ Cl छ, बाँकीमा हाइड्रोजन हाल्दिउँ H2HH3। अब यसमा के भयो त भन्दाखेरि अब हाम्रो जुन क्लोरिन छ नि, यो डाइ हेलो अल्केन भयो। क्लोरिन एडजासेन्टमा भयो कि एडजेसेन्टमा एड भयो। कुनै दुईटा कार्बनको, एउटा कार्बनमा क्लोरिन, अर्को कार्बनमा क्लोरिन भनेको एडजासेन्टमा एक आपसमा भनेको लामो चेनमा भनेको लगातार आयो, बुझ्न सक्नुहुन्छ भनी हामीले त्यसलाई के भन्छ भने भिसिनल हेलाइड भनिन्छ, भिसिनल डाइ हेलाइड भनिन्छ है। यति कुरा बुझ्नु पर्यो। यसको नाम के दिने त भन्दाखेरि हाम्रो कमन नेम के हुन्छ त। अब भिसिनल डाइ हेलाइड भनेपछि हामीलाई अनि अझ एउटा के कुराहरूलाई थाहै होला। जस्तो हामीले कमन नेम दिने बेलामा कार्बनलाई गन्छौँ कि मिथाइल, इथाइल, प्रोपाइल, भिसिनल प्रोपाइल डाइ हेलाइड भन्छ। हेलोजनलाई हामीले के भन्ने रहेछ भन्दाखेरि भिसिनल डाइ हेलाइड भनियो। यदि भिसिनल भनेको के बुझ्नु पर्यो भन्दा मैले यसलाई ट्रिक पनि बताउँछु यसको लागि। जेमिनल र भिसिनल झुकिन नि सकिन्छ। त्यही भएर र अब यदि एडजासेन्ट कार्बनमा हाम्रो हेलोजन ग्रुप आयो दुईटा भनेको डाइ हेलाइडको लागि त दुईटा हेलाइड भयो, त्यस्तालाई हामीले भिसिनल डाइ हेलाइड भनिदो रहेछ भन्ने कुरा बुझ्नु पर्यो। र अर्को हाम्रो जेमिनल भन्ने छ। जेमिनल भनेको के हो, एउटा ट्रिक छ। जेम भनेको त यस्तो मान्छे, कोही मान्छे जेम छ भन्ने सबै गुण भएको भनेपछि एउटै कार्बनमा दुईटै हेलोजन ग्रुप आयो। किनकि एडजेसेन्टमा थियो, तर यसमा के आयो भन्दाखेरि एउटै कार्बनमा दुईटा हेलोजन ग्रुप आयो भनेपछि जेमिनल आयो। ट्रिक पनि थाहा पाउनु भयो। जेम भनेको एउटै मान्छेमा धेरै गुण हुने भनेपछि एउटै कार्बनमा दुईटै आयो भनेपछि यो जेमिनल भयो। भिसिनल र जेमिनल बुझ्नु भयो होला। टिक लगाइदिउँ है।
सिम्पल छ। अब भिसिनल भनेको एडजसेन्टमा हुने भयो, जेमिनल भनेको जेम भनेको एउटैमा आउने भयो भनेपछि दुईटै एउटै कार्बनमा दुईटै हेलोजन ग्रुप भयो भनेपछि त्यसलाई जेमिनल भनियो। अब त्यसपछि एलाइलिक र भिनाइल भन्ने छ। सुरुमा भिनाइल पढौँ है। भिनाइल भयो भने के हुन्छ भन्दा एउटा यस्तो ग्रुप छ, मानौँ कार्बन छ सिआर छ। अब अरूमा हामीले हाइड्रोजन थप्यौँ ठिक छ। अब यस्तो ग्रुपलाई हामीले भिनाइल ग्रुप भनिन्छ। भिनाइल ग्रुपमा के भयो त, जुन हेलोजन छ नि यस्तो कार्बनमा जोडियो जुन कार्बनले अर्को कुनै कार्बनसँग डबल बन्ड बनाएको छ। यहाँ हो कि नि, हेलोजन ग्रुप एउटा यस्तो कार्बनमा जोडियो जुन कार्बनले अर्कोसँग डबल बन्ड बनाएको छ। त्यस्तालाई हामीले के ग्रुप भनियो, भिनाइल ग्रुप भनियो। भिनाइल बुझ्नुभयो होला, सिम्पल छ। अब भिनाइल पछि अब एलाइलिक ग्रुप भनेको के हो त, एलाइलिक ग्रुप भनेको यदि ओ डबल बन्ड सिफ्ट भएर त्यो भन्दा उता के छ, यहाँ हेलोजन ग्रुप छ, कहाँ एड भएको छ त हेलोजन ग्रुप यस्तो कार्बनमा एड भएछ जुन कार्बनसँग एड भएको कार्बनले अर्कोसँग डबल बन्ड बनाएको छ। ओके नि, यति बुझ्नु भयो। यसलाई के भन्छन् अरे हामीले एलाइलिक ग्रुप भन्छ। यस्तो कार्बनसँग एड भएछ हेलोजन जुन कार्बनसँग एड भएको कार्बनले अरू कुनै कार्बनसँग डबल बन्ड बनाएको छ, लगातार हुनु पर्यो अनि त्यसलाई के भन्ने भने हामीले एलाइलिक ग्रुप भन्ने। फेरि रिभाइज गराइदिन्छु, भिनाइल र एलाइल भनेको के हो त। अब भिनाइल भनेको हेलोजन ग्रुप यस्तो कार्बनसँग एड भएछ जुन कार्बनले त्यसको छिमेकी कार्बनसँग डबल बन्ड बनाएको छ भने त्यो भिनाइलिक ग्रुप भयो। अब एलाइल भनेको यदि त्यसले डाइरेक्टली बन्ड बनाएको छैन, जुन कार्बनसँग हेलोजन एड भएको छ नि त्यसले डाइरेक्टली डबल बन्ड बनाएको छैन छिमेकीसँग, त्यसको छिमेकीले अर्कोसँग डबल बन्ड बनाएको छ भने त्यसलाई हामीले एलाइलिक भनियो। अब इक्जाम्पल त देख्नुभयो। त्यसपछि यान आइसो नियो भने पनि बुझौँ है। यान त सिम्पल छ। यान भनेको के हो, यदि यान ग्रुप भनेको के हो भन्दाखेरि यदि मानौँ एउटा हेलो अल्केन छ, होला मैले यति बुझाउनलाई हाइड्रोजन भरिदिनु है जति चाहिन्छ। यदि लगातार एउटा कुनै लामो चेन छ र त्यसमा क्लोरिन आइदियो अथवा हेलोजन ग्रुप आइदियो भने त्यसलाई के भनिदो रहेछ अरे यान ग्रुप भनियो। अथवा यसको नाम के हुन्छ भन्दा हाइड्रोजन भरिदिएको भए यान प्रोपाइल क्लोराइड CH, यान प्रोपाइल क्लोराइड भनिदियो भनेलाई बुझ्नुभयो। अनि यही त्यही हो, त्यही सिम्पल कुरो भयो। त्यही लङ्गेस्ट लामो चेनमा यदि हेलोजन ग्रुप एड भयो भने त्यसलाई यान ग्रुप अथवा त्यसको कमन नेममा हामीले यान युज गर्छौँ भन्ने कुरा बुझ्नुभयो। जस्तै आइसो भन्ने कुरा हुन्छ। आइसो एउटा कुरा बुझ्नु पनि पर्छ। अब सुरुमा आइसो भनेको नर्मल्ली बुझौँ। यदि मानौँ एउटा यस्तो प्रकारको छ र अझै एउटा अनि एउटा लामो चेन छ अनि जुन सेकेन्ड लास्टतिर हुन्छ नि, सेकेन्ड लास्टतिर हाम्रो मिथाइल ग्रुप आइदियो। लास्ट होइन, सेकेन्ड लास्टमा मिथाइल ग्रुप आइदियो, यहाँ क्लोरिन छ अथवा हेलोजन छ। यस्तो ग्रुपलाई हामीले आइसो भन्छौँ क्या, बुझ्नु पर्यो। यदि लामो एउटा कार्बन चेन छ यसमा सेकेन्ड लास्ट वाला कार्बनमा कुनै मिथाइल ग्रुप आएर एड भयो अथवा मिथाइल ग्रुप छ भने त्यस्तो प्रकारकोलाई हामीले के भन्छौँ रहेछ भने आइसो भन्छौँ। यस्तो भयो भने अब हाइड्रोजन हजुरले भरिदिनु, उसको नाम के हुन्छ हाम्रो आइसो त अगाडि थप्न पर्यो। कतिवटा कार्बन 1 2 3 4 5 कमन नेम लेख्दाखेरि हामीले के गरिन्छ कार्बन मात्रै गरिन्छ अनि त्यसलाई एड गरिन्छ YL भनेर। जस्तो प्रोपाइल, अब यसमा कति 5वटा छ, 3 4 5 5 भनेपछि पेन्टाइल हुन्छ नि त, PENTYL पेन्टाइल क्लोराइड। यसरी हामीले नोमेनक्लेचर कमन नेमको लागि है, कमन नेम यसरी हामीले लेख्न सकिन्छ आइसोको लागि। अनि मैले होला आइसोसँग सेक पनि पढाउन चाहे है।
सेकसँग मैले सेक पढाएँ भने अहिले टर्ट पनि बुझ्नुहुन्छ कि टर्सरी पनि। आइसो भन्ने कुरा नि बुझियो, यान भनेको बुझियो, यान भनेको लङ्गेस्ट चेन छ, त्यसमा एउटा हेलोजन ग्रुप आछ भने त्यसलाई यान भनियो। आइसो भनेको यदि लङ्गेस्ट चेन छ सेकेन्ड लास्टमा मिथाइल ग्रुप आछ भने आइसो भनियो। त्यसपछि नियो पनि भन्दै हुन त नियै भन्दै मैले। यस्तो छ यहाँ CH3 एउटा यहाँ फरक पाउनुभयो होला। पहिला हाम्रो यहाँ एउटा मात्रै मिथाइल ग्रुप थियो सेकेन्ड लास्टमा, तर अहिले दुईटा मिथाइल ग्रुप छ अनि त्यसलाई के भन्न पर्यो हामीले नियो भन्नु पर्यो। यसको नाम के भन्छ सेकेन्डरी बुझ्नु पर्यो हामीलाई। टर्सरी अल्केन अथवा अल्काइल भनेर भन्यो भने के हुन्छ, टर्सरी भनेको के फर्स्ट डिग्री सेकेन्डरी। यदि हामीले जुन कार्बनसँग हेलोजन ग्रुप मानौँ यससँग हेलोजन ग्रुप एड गर्दैनौँ, यो कार्बन फेरि अरू कुनै एउटा मात्रै कार्बनसँग एट्याच छ भने डाइरेक्टली एट्याच हुनु पर्यो। डाइरेक्टली अरू एउटा कार्बनसँग मात्र एट्याच छ भने त्यसलाई फर्स्ट डिग्री भन्छ अथवा फर्स्ट डिग्री उस हेलो अल्केन भनियो यसको केसमा। त्यो बुझ्नु पर्यो एउटासँग मात्रै डाइरेक्टली एट्याच हुनु पर्यो। जुन हेलोजन हाम्रो जुन कार्बनसँग एट्याच गर्छ त्यो वाला कार्बन मानौँ। अब यस्तो नभएर यहाँ अझै एउटा कार्बन छ, एउटा कार्बन त जसरी हुनु पर्यो, मानौँ अझै एउटा कार्बन छ। अन्त हेलोजन जुन कार्बनसँग एट्याच छ यो भनेको अरू कुनै दुईटा कार्बनसँग एट्याच छ नि त, त्यस्तोलाई हामीले सेकेन्ड डिग्री भनिन्छ। अब यहाँ अझै एउटा हजुरको एउटा डाउट आउन सक्छ, त्यो आएन भने पनि मैले एक्सप्लेन गर्न चाहेँ। जस्तो हामीले पढ्यौँ नि आइसो भनेर, आइसोको डिफिनेसन हामीले आइसोलाई के भनेर बुझ्यौँ भन्दाखेरि त्यसको सेकेन्ड जुन लङ्गेस्ट कार्बन चेनको सेकेन्ड लास्टमा मिथाइल ग्रुप छ भने त्यसलाई उस भनेर पढियो। यसलाई मानौँ यस्तो तरिकाले एरेन्ज गर्नुभयो, मानौँ एउटा यो कुरो H3 हालिदिउँ, H2H3 हालिदिउँ, H हालिदिउँ अनि पछि त्यो अनुसार त यो लामो चेन भयो मानौँ। अनि यहाँ सेकेन्ड लास्टमा यहाँ CH3 आछ भनेर आइसो भन्न पर्ने हो के त्यो रुल अनुसार। तर अब के हुन्छ भन्दाखेरि हाम्रो नोमेनक्लेचरको सिस्टम अनुसार यो पहिले हाम्रो आइसोवाला सिस्टम पहिले विकास भइसकेको थियो कि त सेकेन्डरीवाला पछि आएको थियो। त्यही भएर हामीले के मानिन्छ भन्दाखेरि यो भनेको आइसो जो हो भनेर मानिन्छ। त्यसलाई आइसोप्रोपाइल क्लोराइड भनियो क्या। बुझ्नुभयो नि किन हो, यसको लागि त्यो मात्रै हो, सेकेन्डरी पनि हुन हो त्यो रुल अनुसार हेर्दाखेरि। तर सबैभन्दा पहिला सिस्टम कुन आएको त आइसोवाला सिस्टम आएको भएर हामीले त्यो भनियो आइसोप्रोपाइल क्लोराइड भनियो। अरू यो बाहेक अरू कुनै कम्पाउन्डमा त्यही नर्मल रुल लागु हुन्छ क्या। सेकेन्डरी पनि बुझ्नु भयो यो बाहेक। ल त्यसको अझै एउटा कम्पाउन्ड दिउँ, मानौँ यस्तो छ मानौँ हाइड्रोजन भर्ने काम हजुरको। यसमा के भयो त यो जुन छ कार्बन डाइरेक्टली कतिवटासँग एट्याच छ त, सेकेन्डरी भयो टर्सरीको लागि कतिवटासँग एट्याच छ त, यो कार्बन 1 2 3 तीनटा कार्बनसँग डाइरेक्टली एट्याच रहेछ नि त। भनेपछि के हुन्छ त यसको हुन्छ हाम्रो टर्सरी के थर्ड डिग्री। एउटासँग एट्याच भएपछि डाइरेक्टली फर्स्ट, दुईटासँग एट्याच भएपछि सेकेन्ड, तीनटासँग एट्याच भएपछि थर्ड। अनि त्यसलाई हामीले कुन सिम्बल टर्ट यसलाई के भन्नु पर्यो भन्दा जस्तो कमनले कार्बन भन्ने 1 2 3 4 5 पाँचवटा गनियो। अगाडि टर्ट हाल्नु पर्यो यसको स्ट्रक्चर हेर्दाखेरि, किनकि क्लोरिन भनेको क्लोरिन जुन कार्बनसँग एट्याच छ त्यो भनेको अरू कुनै तीनटा कार्बनसँग डाइरेक्टली एट्याच भएको कारणले हामीले के हाल्यौँ भन्दाखेरि टर्च हाल्यौँ। अनि भर्खर गर्दाखेरि हामीले कतिवटा पायौँ 5वटा भनेपछि पेन्टाइल TYL। अब क्लोराइड त छँदैछ, क्लोराइड भयो। यति कुरा बुझ्नु भयो। ल यही थियो नोमेनक्लेचर, मैले सक्दो कोसिस गरेँ। अब यो मेरो पनि पहिलो भिडियो यसरी पढाएको। हजुरलाई केही डाउट छ भने कमेन्ट गर्न सक्नुहुन्छ। यस्तै ठुलो टपिक त होइन, सानो हो, मैले पनि थोरै एक्सपिरियन्स गेन गरौँ भनेर पढाएको। धन्यवाद।